Hello guys, welcome back to my channel. अनि guys म चाहिँ यहाँ आइरहेको छु पार्लरमा जान लाग्यो किनकि मेरो I need to cut my hair. I'm going to get a cut guys. अनि there is a parlor. It's just a few 1 minute left. So we have arrived at the park. So let's go. गरेर आफूले भिडियो खिच्न नि अप्ठ्यारो हुँदो रहेछ है भिडियो कपाल त डेन्जर लाग्छ त सानो तिम्रो त फुलिसकेको नानीको कपाल सेतै उलाइदिछ न कहाँ यत्रो बच्चालाई मेहन्दी लाउनु मेहन्दी होइन के नरिवलको तेलमा भिटामिन ई र त्यो कलौँजी हुन्छ नि कालो के त्यो कालो जिरा मजाले त्यो पकाउनु के भिटामिन ई हालेर लगाइ त्यही त होइन सानो रेजर हुँदैन टेन्सन नगर अनि अहिले नै जिस्क्याउनु खाएँ कसले जिस्कायो आन्टी भन्छ आन्टी ल्या भएर कपालमा छोटो पानी होइन के काट्ने रहेछन् कपालमा छोटो पानी अगाडि लामो भयो भनेर अहिले लामो भयो कि कपाल धेरै छोटै बनाइदिन्छु टेन्सन नगर न तिमी हुँदैन काट्दै आफै भने 1300 पारेर हेर्छ त कुनै नहुने रहेछ कपाल फेरि लेयर बिग्रिन्छ मेरो त गाला फुटेर गाला त्यो के त्यो मामसँग यहाँ 100 रुपियाँ पैसा छैन यहाँ किन्दिने तिमीले गराएको त नि भाइलाई पनि दिदीभाइ ढोका थुनेर क्लिन्जिङ गर्ने रहेछ नहालिकन अब यो तलको लेयर बुझाउनुपर्छ
भने भने त्यो चारतिरबाट चारजनाले तानिदिया छन् छिटो गर्छ नि त त्यहाँ त चारतिरबाट चारजनाले तानिदिएर झुर 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 पारिदिएर अब त बटरफ्लाई एकदम दामी फेरि अलिकति लामो कपाललाई त दुख्छ नै छोटो हुनेछ सानो खाना तिमी त रुन्ची छोरी रहेछौ डेन्जर दुख्या हो के यो दुख्या भने चाहिँ तिमीले धेरै दुखेको भनेर भने मात्रै हो कि यस्तै दुख्या छ सानो दुखेकै छ यस्तै हो फ्राइडे फ्राइडे ल बक हल्का बटरफ्लाई पनि भयो धेरै लेन्थ छोटो पनि भयो तान्नु सुरु राम्रो कपाल भयो कस्तो राम्रो भयो नि लेयर त सानाको बनाइ